नमस्कार साथीहरू। आज मिति 2082 जेठ 21 गते बुधबार र बुधबारको हरेक बुधबार झैँ आज पनि गोरखापत्रले लोकसेवा तयारी विशेष जुन वस्तुगत प्रश्नोत्तर प्रकाशन गरेको छ यसलाई अपडेट गराउन र तपाईँहरू समक्ष प्रस्तुत गर्न म आफ्नो यो भिडियो बनाएर ल्याएको छु। यसमा सर्वप्रथम पहिलो नम्बरको प्रश्न छ, उप प्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलद्वारा आर्थिक वर्ष 2082-83 को लागि कति राशिको बजेट प्रस्तुत गरियो? जसको आन्सर हो 19 खर्ब 64 अर्ब 64 अर्ब र 11 करोड, अर्थात् 1964-11 यसरी सम्झिन सक्नुभयो तपाईँहरूले। त्यसमध्ये चालुतर्फ 11 खर्ब 80 अर्ब 98 करोड छ, जुन 60.1% हुन्छ भने पुँजीगततर्फ 4 खर्ब 7 अर्ब 89 करोड, त्यो चाहिँ 20.8% भयो। वित्तीय व्यवस्थापनतर्फ 3 खर्ब 75 अर्ब 24 करोड 19.1% देखिएको छ। बजेट व्यवस्थापनका प्रमुख स्रोतहरूमध्ये कुल राजस्व रु 13 खर्ब 15 अर्ब यो राजस्वबाट आउने कुरो भयो हैन। खर्च व्यवस्थापन कसरी गर्छ भने जो अर्को वैदेशिक अनुदानबाट 53 अर्ब 58 करोड उठाउने भनिएको छ। वैदेशिक ऋणबाट 2 खर्ब 33 अर्ब 66 करोड उठाउने भने यो योजना सरकारको छ। त्यसपछि अझै अपुग हुने 3 खर्ब 62 अर्ब चाहिँ यो आन्तरिक ऋणबाट पूर्ति गर्ने सरकारको योजना छ बजेट मार्फत। बजेटका प्रमुख प्रावधानहरू के छन् यसपालिको 2082-83 को? आर्थिक वर्ष 2082-83 मा 6% को आर्थिक वृद्धि लक्ष्य सरकारको हो। मुद्रास्फीति 5.5% कायम गरिने प्रयास गरिनेछ। त्यसपछि 2 वर्षभित्र चामलमा आत्मनिर्भर बनाउन चैत्य धान खेतीको प्रवर्धन गर्ने कार्यक्रम पनि सरकारले ल्याएको छ। कर्मचारीको महँगी भत्ता 2000 बाट 5000 पुर्याएको छ, 3000 थप गरिएको छ। यो जुन हल्ला थियो कि यसपालि केही सर्टेन पर्सेन्टमा अथवा नभए पर्टिकल केही सर्टेन एमाउन्ट नै हरेक महिना एड गर्ने गरी स्यालेरी बढाउँछ भने त्यो चाहिँ भएन हैन। यो महँगी भत्ता जुन 2000 दिन्थ्यो पहिला, यसले 5000 पुर्याएको छ। अर्को छ कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषले प्राइभेट इक्विटी र भेन्चर क्यापिटलमा लगानी गर्न पाउने यो व्यवस्थापन सरकारले ल्याउने भएको छ। त्यसपछि वृद्ध भत्ता पाउन अब 70 वर्ष पुग्नुपर्ने हुन्छ। केही वर्ष अघि मात्रै 70 बाट 68 मा झारेको थियो, फेरि अब आउने वर्षदेखि आउने आर्थिक वर्षमा हो 70 वर्ष पुग्नेहरूलाई मात्रै पुग्ने भयो, दिने भयो। अब नयाँ भन्नाले यो नयाँ जुन जसको नयाँ रेजिस्ट्रेसन हुन्छ नि त्यस्ता व्यक्तिहरू अब 70 वर्ष पुगिसकेपछि मात्रै रजिस्टर्ड हुने हुन्। महिलाको नाममा उद्योग दर्ता र नवीकरण गर्दा शुल्क नलाग्ने, एसएस म्यानेजमेन्ट कम्पनी स्थापना गरिने, संविधान संशोधन गरिने, अब यो पनि आर्थिक वर्षको बजेटमै उल्लेख गरिएको छ। भौतिक पूर्वाधार तथा मन्त्रालयलाई रु 1 खर्ब 52 अर्ब बजेट दिइएको छ। खानेपानी मन्त्रालयलाई 33 अर्ब 89 करोड, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयलाई 86 अर्ब करोड रुपियाँ दिइएको छ। स्वास्थ्य बिमा कार्यक्रमको लागि 10 अर्ब विनियोजन भएको छ, यो स्वास्थ्य मन्त्रालयमा जाने भयो। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई रु 2 अर्ब 8 करोड दिइएको छ। युवा तथा खेलकुद मन्त्रालयलाई 6 अर्ब 8 करोड विनियोजन गरिएको छ। हरेक प्रदेशमा रोजगारी मेला सञ्चालन गर्ने भने सरकारले नीति लिने भएको छ। यो महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयमा सबसे कम बजेट हुन्छ जहिले पनि है, यो ध्यान राख्नु होला तपाईहरुले। यसपालि पनि 2 अर्ब 8 करोड समथिङ कति छ। सहकारीका बचतकर्ताको रु 5 लाखसम्मको कर्जा सुरक्षण गरिने नीति पनि सरकारको रहने भएको छ। सामाजिक सुरक्षा भत्ताको लागि 1 खर्ब 9 अर्ब रुपियाँ स्वास्थ्य र जनसङ्ख्या मन्त्रालयलाई रु 95 अर्ब 81 करोड रुपियाँ दिने भएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई रु 2 खर्ब 11 अर्ब विनियोजन भएको छ। एआई र मेसिन लर्निङका लागि एआई सेन्टर स्थापना गरिने, वैदेशिक लगानी भित्र्याइने र नाफा फिर्ता लैजाने प्रक्रियालाई सरल बनाइने यो व्यवस्था सरकारले गर्ने भएको छ, जसका कारण वैदेशिक लगानी चाहिँ आकर्षित हुन सक्छ। अर्को छ सहकारी ठगीका आरोपितको राहदानी रोक्का गरिने, हरेक स्थानीय तहमा भूमि बैंक स्थापना गरिने, 5 लाख परिवारलाई जग्गाधनी प्रमाणपत्र उपलब्ध गराइने, प्रदेश र स्थानीय तहमा रु 2 खर्ब 41 अर्ब 81 करोड विनियोजन गरिने, उद्योग मन्त्रालयलाई रु 10 अर्ब
14 करोड बजेट कृषि मन्त्रालयका लागि 57 अर्ब 48 करोड। 2 वर्षभित्र चामलमा आत्मनिर्भर बनाउने चैते धान खेती प्रबन्धन कार्यक्रम अघि आइसक्यो। बैंक वित्तीय र सहकारी संस्थाबाट हुने जग्गा रोका तथा फुकुवा अनलाइनबाट हुने। बाली तथा पशु बिमाको प्रिमियम रु 2 अर्ब 30 करोड रुपियाँ अनुदान। 16 वर्षमाथिका युवालाई राष्ट्रिय स्वयंसेवक परिचय पत्र। विश्वविद्यालयसँग मिलेर शैक्षिक बैंक स्थापना गरिने। कुल निर्यातको 25% विदेशमा लगानी गर्न दिने भनी चाहिँ व्यवस्था सरकारले गर्ने भएको छ। अर्को, नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायकमा छुट्याउने 2टा भागमा डिभिजन दिने सिभिल एभिएसन अथोरिटी अफ नेपाललाई है, त्यो पनि गर्ने भएको छ अब यसपालिदेखि। यसको चर्चा पहिलेदेखि चलिरहेको थियो। बजेटमा जेनजी पुस्ता स्टार्टअप उद्योगलाई 3% कर्जा दिने। उपभोक्ता अदालत सबै प्रदेशमा विस्तार गरिने, जुन कि अहिले भर्खर अस्ति चैत 2 गते सुरुवात भयो उपभोक्ता अदालत होइन। त्यसलाई अब हरेक प्रदेशमा विस्तार गरिने भने सरकारको नीति छ। अर्को छ 2 नम्बरको प्रश्न। यी सबै 1 नम्बरमा जोडिएको तथ्याङ्कहरू थियो होइन, जानकारी थियो। अब 2 नम्बरको प्रश्न के छ? राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष 2081-82 को प्रारम्भिक प्रादेशिक राष्ट्रिय लेखा अनुमान अनुसार सबैभन्दा धेरै आर्थिक वृद्धि दर कुन प्रदेशको रहेको छ? यसको आन्सर हो गण्डकी प्रदेश। अब 7 प्रदेशकै आर्थिक वृद्धि दर यस प्रकार छ। गण्डकीमा 5.51, बागमतीमा 5.18, कर्णालीमा 4.74, लुम्बिनीमा 4.70, मधेसमा 4.5, कोशीमा 3.34, सुदूरपश्चिममा 3.32। राष्ट्रको औसत आर्थिक वृद्धि दर 4 समथिङ के छ होइन, जुन यो गण्डकी, बागमती र लुम्बिनी यी मात्रै राष्ट्रिय औसतभन्दा माथि छ। मधेस, कोशी र सुदूरपश्चिम यो राष्ट्रिय आर्थिक वृद्धि दरको सीमाभन्दा मुनि छ। सुदूरपश्चिम प्रदेशको वृद्धि दर सबैभन्दा कम 3.32% रहेको, राष्ट्रिय औसत वृद्धि दर 4.61। हेर्नुभयो नि होइन, यो यसभन्दा मुनि चाहिँ 3वटा प्रदेश मधेस, कोशी र सुदूरपश्चिम छ। उपभोक्ताको मूल्यमा आधारित कुल ग्राहस्थ उत्पादन जीडीपी आर्थिक वर्ष 2081-82 मा 61 खर्ब 7 अर्ब रुपियाँ पुग्ने अनुमान गरिएको छ आर्थिक सर्वेक्षणले। जीडीपीमा विभिन्न प्रदेशको योगदान यस प्रकार छ। प्रदेश योगदान 950 ग्राहस्थ उत्पादन जीडीपी, जसमा बागमतीको 36.52 अर्थात् 22 खर्ब 30 अर्ब जुन एमाउन्टमा हुन जान्छ। कोशीको 15.90 9 खर्ब 71 अर्ब एमाउन्ट हो त्यसको। लुम्बिनीको 14.23% जुन 8 खर्ब 69 अर्ब हुन्छ। मधेसको 13.16% 8 खर्ब 4 अर्ब हुन्छ त्यो। गण्डकीको 8.98 जुन 5 खर्ब 48 अर्ब हुन्छ। सुदूरपश्चिमको 7.03 जुन 4 खर्ब 30 अर्ब हुन्छ र कर्णालीको 4.19% भयो जुन 2 खर्ब 56 अर्ब हुन आउँछ। अर्को छ 3 नम्बरको मधुपर्क सम्मान 2082बाट सम्मानित स्रष्टा को हुन्? त्यसमा पद्मतर्फ कवि ज्ञानदास उदास, कवि ज्ञान उदास, गद्यतर्फ कथाकार ध्रुव सापकोटा, खुला प्रतिभातर्फ कथाकार पद्मावती सिंह। गायक तथा संगीतकार गणेश रसिकको निधन कहिले भयो? 2082 जेठ 18 गते। विश्वविख्यात आरोही कामरिता शेर्पाले सगरमाथाको 31औं पटक सफल आरोहण कहिले गरेकी हुन्? 5 नम्बरको प्रश्नको आन्सर हो 2082 जेठ 13 गते। इङ्ग्लिस स्टेटमा 2025 मे 17 मा। कामरिताले सर्वाधिक सगरमाथाको आरोहणको आफ्नो रेकर्ड तोड्दै नयाँ रेकर्ड कायम गरेकी हुन्। उनले यसअघि विक्रम सम्वत 2081 जेठ 9 मा 30औं पटक आरोहण गरी विश्व रेकर्ड कायम गरेका थिए। इन्टरनेसनल बुकर पुरस्कार जित्न सफल साहित्यकार को हुन्? भारतीय लेखिका बानु मुस्ताक। भारतीय लेखिका, वकिल तथा सामाजिक अभियन्ता मुस्ताकले लघु कथा सङ्ग्रह हार्ट ल्याम्पका लागि सो अवार्ड प्राप्त गरेकी हुन्। उनी बुकर पुरस्कार प्राप्त गर्ने कन्नड भाषाकी पहिलो साहित्यकार हुन्। सो कथा सङ्ग्रहलाई दीपा भास्तेले अङ्ग्रेजीमा अनुवाद गरेकी हुन्। पुरस्कारको राशि 50,000 पाउन्ड रहेको, जुन लेखक र अनुवादक बीचमा बराबरी बाँडिने हुन्छ। कन्नड भारतीय राज्य कर्नाटकमा बोलिने भाषा हो। यो भाषा करिब 6,50,00,000ले बोल्छन्। यसअघि सन् 2022 मा भारतीय लेखिका गीताञ्जली श्रीको टम्ब अफ स्यान्डले इन्टरनेसनल बुकर पुरस्कार जितेको थियो। सो पुस्तक डेजी रोकवेलले हिन्दीबाट अङ्ग्रेजीमा अनुवाद गरेकी थिइन्। सरकारले कुन निकाय अन्तर्गत राष्ट्रिय अनुसन्धान तथा विकास परिषद स्थापना गर्ने निर्णय गरेको छ? यो राष्ट्रिय योजना आयोग अन्तर्गत स्थापना हुने भएको छ।
सरकारले 2082 कार्तिक महिनाभित्र राष्ट्रिय अनुसन्धान तथा विकास परिषद स्थापना गर्ने निर्णय गरेको हो। जेठ 5 2082 गतेको बसेको मन्त्री परिषदको बैठकले कार्यान्वयनमा स्वीकृत गरेको थियो। उच्च स्तरीय आर्थिक सुधार सुझाव आयोग 2081 को सुझाव कार्यान्वयनका लागि तयार पारिएको आर्थिक सुधार कार्यान्वयन कार्ययोजना 2082 मन्त्री परिषदले स्वीकृत गरेको। परिषदमा नास्ट, नार्क, राष्ट्रिय स्वास्थ्य अनुसन्धान केन्द्र, राष्ट्रिय तथ्याङ्क कार्यालय, विश्वविद्यालय, नीति अनुसन्धान प्रतिष्ठान, निजी क्षेत्र, विद्युत समूहबाट सदस्य रहने भनिएको छ। यसको सहजीकरण प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले गर्ने कार्ययोजनामा उल्लेख छ। नेपालमा हाल चरा प्रजातिको संख्या कति पुगेको छ भने 900 वटा चरा छोटो पुच्छ्रे समुद्री सट-टेल्ड शेयरवाटर नामक फिरुते चरा हो। सप्तरीको हनुमाननगर कंकाली नगरपालिका स्थित कोशी बाँध जलाशयमा पौडी खेलिरहेको अवस्थामा उक्त चरा देखिएको हो। यो नेपालको लागि नयाँ प्रजाति मात्र नभएर समुद्रमा पाइने चराको परिवारको पहिलो रेकर्ड भएको बताइएको छ। सो चरा विक्रम सम्वत 2082 वैशाख 20 मा देखिएको थियो। नेपाल राष्ट्र बैंकको 18औं गभर्नरमा कसलाई नियुक्त गरियो? डाक्टर विश्वनाथ पौडेल। उनले कान्तिपुरसँगको एउटा साक्षात्कारमा आफूलाई एक्सिडेन्टल गभर्नर पनि भनेको छ। यो कुरा पनि हजुरहरूले अब ध्यान दिनुहोला। विक्रम सम्वत 2082 जेठ 6 को मन्त्री परिषद बैठकले पौडेललाई गभर्नरमा नियुक्त गरेको हो। उहाँ राष्ट्रिय योजना आयोगको पूर्व उपाध्यक्ष पनि हुनुहुन्थ्यो। डाक्टर पौडेल 2078 श्रावण 12 गते राष्ट्रिय योजना आयोगको उपाध्यक्ष नियुक्त हुनुभएको थियो। डाक्टर पौडेलले अमेरिका स्थित युनिभर्सिटी अफ क्यालिफोर्निया बर्कलेबाट अर्थशास्त्रमा विद्यावारिधि गर्नुभएको हो। चीनको सङ्घाई स्थित एक विश्वविद्यालयबाट इन्जिनियरिङमा स्नातक तहको अध्ययन समेत गरेका गभर्नर पौडेल चीन र अमेरिकाको अर्थतन्त्र, समाज र इतिहासमा अध्येता पनि हुनुहुन्छ। उनले एग्रिकल्चरमा इन्जिनियरिङ गरेको हुन् भन्ने मैले जानकारी दिएँ तपाईँलाई। बुटवल उपमहानगरपालिका र मुस्ताङको घरपझोङ गाउँपालिका बीच आवश्यक सहकार र धार्मिक पर्यटन प्रवर्धनमा जोड दिँदै भगिनी सम्बन्ध कहिले कायम भएको भनेछ? जसको आन्सर हो 2082 जेठ 8 गते। अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार विश्वको चौथो ठुलो अर्थतन्त्र भएको मुलुक कुन बनेको छ? हाम्रै छिमेकी दक्षिणी छिमेकी भारत, जससँग हाम्रो एकदम घनिष्ठ सम्बन्ध छ, सबभन्दा नजिकको सम्बन्ध। आइएमएफले सन् 2025 मेमा प्रकाशित गरेको प्रतिवेदन अनुसार भारत जापानलाई उसिनेर विश्वको चौथो ठुलो अर्थतन्त्र बनेको छ। आइएमएफको अनुसार विश्वका प्रमुख 5 अर्थतन्त्रहरू यस प्रकार छन्। पहिलोमा धेरै वर्षदेखि पहिलोमा उसको सुपेरियरिटी छ हैन, राजै छ। अमेरिका 30.51 अमेरिकन डलर, बिलियन अमेरिकन डलर यो हैन, ट्रिलियन अमेरिकन डलर यो। चीनको 19.23 ट्रिलियन अमेरिकी डलर, जर्मनीको 4.74 ट्रिलियन अमेरिकी डलर र भारतको 4.187 ट्रिलियन अमेरिकी डलर हो। जापानको 4.186 अमेरिकी डलर हो। यी राष्ट्रपश्चात क्रमशः बेलायत र फ्रान्स र इटाली रहेका छन्। ठुलो जिडिपीले देशसँग बढी आर्थिक स्रोत छन् भन्ने देखाउँछ। 12 नम्बरको प्रश्न, नेपाल खानेपानी संस्थानको अध्यक्षमा कसलाई नियुक्त गरिएको छ? डाक्टर ढुण्डिराज भट्टराई यसको आन्सर हो। नेपाल खानेपानी संस्थान ऐन 2046 बमोजिम नियुक्त गरिएको हो। 82 जेठ 12 को मन्त्री परिषदको निर्णय अनुरूप सो नियुक्ति भएको कार्यकाल 3 वर्षको हुन्छ। त्यस्तै 13 नम्बरको प्रश्न छ, नेपाल विश्व स्वास्थ्य संगठनको कार्यकारी सदस्यमा कहिले निर्वाचित भएको हो? 2025 मे, सनको 2025 मेमा निर्वाचित भएको। स्विट्जरल्यान्डको जेनेभामा सम्पन्न संगठनको 78औं महासभाका क्रममा नेपाल दक्षिण पूर्वी एसिया क्षेत्रबाट सदस्यमा सर्वसम्मान सहित सर्वसम्मतिले निर्वाचित भएको। नेपाल अब 3 वर्ष संगठनको कार्यसमितिमा रहनेछ। 14 नम्बरको प्रश्न छ, अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघले कसको अध्यक्षतामा बागमती प्रदेश कमिटी गठन गरेको हो? यसको आन्सर हो कृष्ण खतिवडा। विक्रम सम्वत 2082 जेठ 3 मा कृष्ण खतिवडाको अध्यक्षतामा प्रदेश कमिटी गठन भएको हो। कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष समीर बगाले र महासचिव अंकित राज पाण्डे चयन भएका हुन्। विदेशमा मात्र सञ्जाल रहेको फिनेले बागमती प्रदेशमा आफ्नो सञ्जाल विस्तार गरेर नेपालमा रहेका युवा उद्यमीहरूलाई जोड्ने पहिलो खुड्किलो तयार गरेको हो। अब 15 नम्बरको प्रश्न छ, नेपाल विद्युत प्राधिकरणले विद्युत खपत तथा नियमित महसुल भुक्तानीलाई आधार मानि छनौट गरेको उत्कृष्ट उपभोक्ताको सूचीमा पर्न सफल 10 कम्पनीहरू कुन कुन हुन्? अब ती कम्पनीहरूको आन्सरको नाम यसरी प्रकार छ, सर्वोत्तम स्टिल लिमिटेड पहिलो नम्बरमा, दोस्रोमा विजयश्री स्टिल्स लिमिटेड, तेस्रोमा गोयल इस्पात प्राली, चौथोमा आरती स्टिल्स प्राली, पाँचौंमा प्रिमियर स्टिल प्राली,
छैठौँमा श्री स्टिल्स प्राली, सातौँमा होङसी सिमेन्ट प्राली, आठौँमा हुलास वायर इन्डस्ट्रिज लिमिटेड, नवौँमा स्वस्तिक रोलिङ मिल्स र 10औँमा जगदम्बा वायर्स प्राली। सिंहदरबारमा मेलम्चीको शुद्ध खानेपानी वितरण गर्नुको कार्य कहिले शुभारम्भ गरियो? अब खानेपानी मन्त्री प्रदीप यादवद्वारा, जुन हालसालमा मन्त्री हुनुहुन्छ होइन, सिंहदरबारमा शुद्ध खानेपानी वितरण कार्यक्रम शुभारम्भ गरिएको छ। त्यसको मिति 2082 जेठ 5 गते हो। गौतम बुद्ध अन्तर्राष्ट्रिय शान्ति पुरस्कारको स्थापना कहिले भएको हो? विक्रम सम्वत 2062। प्रत्येक 5-5 वर्षमा प्रदान गर्ने हो गौतम बुद्ध अन्तर्राष्ट्रिय शान्ति पुरस्कार। पहिलो पटक विक्रम सम्वत 2065 बुद्ध पूर्णिमाका दिन प्रदान गरिएको थियो। यी तमाम जानकारीका प्रस्तुता थिए हाम्रा सर प्रस्तुतकर्ता टङ्क केसी। उहाँलाई धन्यवाद दिँदै म आफ्नो आजको यो संस्करण यही अन्त्य गर्छु। धन्यवाद।